दिल्लीबाट शिशिर खनालको स्पष्ट सन्देश। सीमा विवादमा युकेको मध्यस्थता होइन, संवाद नै नेपालको बाटो। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवादको विषयमा नेपालको अडान फेरि एकपटक स्पष्ट पारेका छन्। भारतीय सञ्चार माध्यमहरूमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नेपालले सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजेको र सबै विवादहरू दुई देश बीचको कूटनीतिक संवादबाटै समाधान हुनुपर्ने बताएका छन्। दिल्ली स्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले पछिल्ला दिनमा सीमा विवाद र युकेको भूमिकाबारे भइरहेका चर्चा र अड्कलबाजीहरूलाई सम्बोधन गरेका छन्। उनले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर गरिएको व्याख्याप्रति पनि स्पष्टीकरण दिएका छन्। हामीले युकेको मध्यस्थता खोजेका होइनौँ। यदि ऐतिहासिक प्रमाण वा दस्तावेजहरू बेलायतका अभिलेखालय वा पुस्तकालयमा छन् भने तिनका पहुँच खोज्नु स्वाभाविक हो। तर सीमा विवाद समाधान गर्ने विषय नेपाल र भारत बीचको संवादको विषय हो, खनालले भनेका छन्।